आज 2083 साल वैशाख महिनाको 26 गते शनिबार हामी चाहिँ बिहानको 5 बजे लगभग कलुङ्की शिवचटारबाट गाडीमा गङ्गा जमुना तीर्थको लागि निस्केका थियौँ। हामी 35 जना लगभग साथीभाइ मिलेर एक गाडीमै गङ्गा जमुना आइपुगेका छौँ। हामी यहाँ आइपुग्दाखेरि यहाँको दिव्यता देखेर साह्रै नै आनन्दित र प्रफुल्लित भएका छौँ। यहाँ चाहिँ यस्तो अचम्मको दृश्य देखियो। जब यहाँ मान्छे छैन, सुक्खा यो पहरा, यो ढुङ्गाको यत्रो ककार हो, यो ढुङ्गाको पहाड सुक्खा थियो। जब हामी गएर त्यहाँ हर हर महादेव भनेर आवाज दियौँ, त्यसपछि यहाँ यस्तो दिव्य वृष्टि भयो। भगवानले यसरी जलधारा दिनुभयो। हामी एकदमै चकित पर्यौँ सबैजना। हामीले चाहिँ त्यो जलधारामा सबैले स्नान गरी यहाँ गङ्गा जमुनाको दर्शन गऱ्यौँ। असाध्यै दिव्य, असाध्यै विकट ठाउँमा रहेको यो दिव्यता देखेर असाध्यै आनन्दित भएका छौँ। गङ्गा जमुना दर्शन गरिसकेपछि यहाँ कुकुरधारा पनि स्नान गर्नुपर्छ भन्ने किंवदन्ती रहेछ। यो चाहिँ 2टा कुकुर, यो चाहिँ कुकुरधारा हो। हामीले यहाँ कसैले स्नान गऱ्यौँ, कसैले चाहिँ मार्चन मात्रै गरेर दर्शन गऱ्यौँ। कुकुरले टोकेका मान्छेले चाहिँ यहाँ गएर स्नान गर्यो भने त्यो दोष निवारण हुन्छ भन्ने किंवदन्ती रहेछ। त्यही भएर हाम्रो धेरैजना साथीहरूले चाहिँ यहाँ स्नान गर्नुभयो। अब यहाँबाट चाहिँ यहाँको सुन्दरतालाई निहाल्दै हामी असाध्यै रमाउँदै अब यहाँबाट नृसिंहधामतिर लाग्ने तयारी गर्दैछौँ। यहाँ जाँदा जति विकट ठाउँबाट हामी गयौँ, यहाँ गएपछि चाहिँ यति स्वर्गीय आनन्दता मिल्यो कि त्यसको बयानै छैन। यहाँको अद्भुत देखिएको भनेको चाहिँ यो डाँडा काँडा हरियाली सँगसँगै यो यत्रो ठुलो यो ढुङ्गाको ककार हो, यो ढुङ्गाको डाँडो। यहाँ चाहिँ सुक्खा डाँडो ढुङ्गाको। जब मान्छे गएर आवाज दिन्छौँ हर हर महादेव भनेपछि बर्सिने त्यो जलधाराले साह्रै नै आनन्दित पार्दो रहेछ। त्यो दिव्यता देख्दा यति आनन्दित हुँदो रहेछ मन। यो चाहिँ विशेष लाग्यो हामीलाई।